यही हो राज्य चलाउने तरिका। उप प्रधानमन्त्रीज्यू दुवैजनाले चल्छ राजनीति, देश चल्छ, कुन हिसाबले चल्छ देश? तपाईहरुले मात्र अगाउनु पर्ने, तपाईहरुले मात्र चुनाव जित्नु पर्ने, तपाईहरु मात्र मन्त्री हुनु पर्ने। गणेशमान सिंहलाई चाहिँ प्रधानमन्त्री खाऊ भन्दाखेरि बौद्ध लाउने बेलामा चाहिँ नखाएको छोरा तपाई। यो तरिकाले तपाईले अब के हुनुहुन्छ? तपाई अब कहाँ जानुहुन्छ राजनीतिमा? अब यस्तै तरिकाले चाहिँ 77 जिल्लाको चाहिँ हामी हो नि महाधिवेशन भएर चाहिँ 15 मा आउने त हामी हो नि। तपाईको त्यो बेलामा नारा जुलुस गरिदियो भने तपाई इज्जत कहाँ पुग्छ? तपाईले काठमाडौँ जिल्लालाई देख्ने, तपाईले रामेछाप, तपाईले मैले निवेदन दिएँ थिएँ। तपाईको बुवाले मेरो रामेछाप जिल्लामा दुईटा स्कुल त्यहाँनिर चाहिँ एउटा स्कुलहरु छ, त्यहाँ दुईजना बाजियो, त्यहाँनिर त्यो ग्रुप बाजियो, बिर्केश्वर महाबी भन्ने। गणेश मानले गएर उद्घाटन गरिदिनु भयो, त्यहाँ लडाई पर्यो दुईटा, उहाँले दुवै ठाउँ त्यो स्कुललाई बाँडिदिनु भयो, दुईटै स्कुललाई दुवै ठाउँ तिमीहरू स्कुल बाँडिदिनु भयो। मैले त्यो बाटोको लागि तपाईलाई निवेदन दिए थिएँ। तपाईले मलाई आज मान्ने मात्र सोचेको? नेपाली कांग्रेसको जिल्ला सभापति कुनै पनि महाधिवेशन, महासमिति, कार्य समिति कुनै पनि नउठेर जितेको पार्टी, बुझ्नुभयो? म मेरो जिल्लामा 150 किलोमिटर मैले व्यक्तिगत बाटो खनिदिए होला, 14 वटा एम्बुलेन्स दिएको छु मैले, त्यसै आउँछ 47,100 मत। यो तरिकाले गर्थे तपाईले सुध्रिनुस्। म त एउटा जनजातिको छोरा, एउटा मान्ने, तपाईले मैले त सिधा कुरा गरिदिए, तपाई सुध्रिनुस् भनेर भनिदिए। तर अरु हरेक मान्छेले तपाईलाई च्याप्दै ल्याएछ, च्यापेर आछ तपाईलाई। तपाईको 15 को महाधिवेशन तपाईसँग त्यतिखेर छलफल हुन्छ, तपाईसँग कुरा हुन्छ। हामी पनि त्यहाँबाट चुनाव त जितेर आउँला नि, महाधिवेशन जितेर आउँला नि, तपाईलाई त्यतिखेर हुन्छ। तपाईलाई मैले दलमा भन्ने कुरा गर्न लागेको थिएँ, खास गरी आज दलले बैठक राखेन, तपाईलाई मैले दलमा यो कुराहरु राख्ने कुराहरु थियो। यस्तो तरिकाले बजेट तपाईले 77 जिल्ला हेर्नु पर्दैन, 165 वटा क्षेत्र हेर्नु पर्दैन। मेरो जिल्ला तपाई पुग्नु भएको छ, कति छ मेरो जिल्लामा भोट? कतिवटा क्षेत्रले घेरेको छ मेरो जिल्लामा? मेरो बुवा र आमाको नाममा 13 वटा एम्बुलेन्स, एउटा सब बाँधिदिएको छु। सरकारसँग आइसियु बेड थिएन कोभिडको बेलामा, मैले 28 लाख रुपैयाँ व्यक्तिगत लगेर चाहिँ मैले किनेर दिएछु। कसको लागि किनेर दिएको छु? मैले त्यो रामेछाप जनता र पार्टी बलियो होस् भनेर मैले दिएको छु। तपाईले आज हामीले हेर्नु पर्दैन? हामी कांग्रेसको मान्ने होइन, रुख चिन्हबाट जितेको होइन हामीले। यो तरिकाले तपाईको राजनीति सब्रिन्छ। तपाईले हामी एउटा चाहिँ गणेश मानको चाहिँ नेताको चाहिँ छोरा तपाईले प्रधानमन्त्री हुन भन्ने आशा गरेको थियो, पार्टी सभापति हुन भन्ने आशा गरेको थियो तपाईलाई हामीले।